दर्शन नमस्ते सबैजनालाई। म तपाईहरुलाई आज स्कुटीको बारेमा सामान्य जानकारी दिन गइरहेको छु। स्कुटी चलाउँदा हामीले ध्यान दिनुपर्ने कुराहरुको विषयमा तपाईहरुलाई थोरै महत्त्वपूर्ण जानकारीहरु दिन गइरहेको छु। तपाईहरुले स्कुटी चलाउँदा विशेष गरी ध्यान दिनुपर्ने कुराहरु के हो त भन्ने विषयलाई म यहाँ राख्न गइरहेको छु। सर्वप्रथम हामी स्कुटीलाई स्टार्ट गर्छौं। हामीले यो भाग भनेको चाबी राख्ने ठाउँ हो। यसमा चाबी हालिसकेपछि अन गरेपछि माथि गएर स्विच हुन्छ। यो भाग भनेको स्विच हो, यसलाई थिच्ने र यतापट्टि हल्का ब्रेक दबाउने अनि हाम्रो स्कुटी चालु हुन्छ। चालु भएपछि यताको भाग यसलाई भन्छ एक्सिलेटर अनि हामी एक्सिलेटर चालु गरेपछि यो क्लचलाई यो ब्रेकलाई हल्का छोडिदिएर हाम्रो गाडी अघि बढ्छ। अनि अघि बढिसकेपछि हामीले यो साइड राइट मिरर लुकिङ ग्लास यो हेर्नुपर्ने हुन्छ, पछाडिसम्म मिलाएर राख्नुपर्ने हुन्छ। यसैगरी अर्को यो भनेको लेफ्ट मिरर हो। यसले पनि हामी पछाडिबाट गाडीहरु आएको छ भने हेर्नुपर्ने हुन्छ। यसैगरी यो सम्पूर्ण फङ्सनहरु छ यसमा। यो तलको यो फङ्सन हो लाइटको, यो इन्डिकेटर हो। यता तपाईँ राइट, यता तपाईँ लेफ्ट, तलपट्टि हर्न छ। यसै गरेर आफ्नो यात्रालाई सुरक्षित तरिकाले गन्तव्यमा पुग्न सकिन्छ भन्दै म यो सानो ब्लगबाट बिदा हुन चाहन्छु। हस्त, धन्यवाद, नमस्ते।